नमस्कार दर्शकवृन्दहरू, हजुरलाई कान्छी सिरियल मनपर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन पनि थिच्नुहोला। कान्छी सिरियलको पछिल्लो भागमा कथालाई झन रहस्यभावनात्मक र रोमान्टिकमा पुगाएको छ। सागाले आफू निर्दोष रहेको प्रमाण जुटाउन प्रयास गरिरहेका छन्, तर प्रत्यक्ष उनीहरू सत्यको नजिक पुग्दा अवरोधहरू देखा परिरहेका छन्। त्यसैबीच जेठी सासूले आफ्नो गोप्य योजना अगाडि बढाइरहेका छन्। उनीहरूले परिवारका केही सदस्यहरूलाई आफ्नो पक्षमा पारेर कान्छीलाई कमजोर बनाउने प्रयास गरिरहेको जस्तो सङ्केत देखिएको छ। तसर्थ कान्छी भने कुनै हालतमा सत्यको पक्षमा उभिन कठोर साथ अघि बढिरहेकी छिन्। उनी अहिले यस्ता प्रमाण फेला पारेकी छिन् जसले धेरै लुकेका सत्यहरूलाई बाहिर ल्याउन सक्छ। यदि ती प्रमाण सार्वजनिक भए भने कथाको दिशा नै परिवर्तन हुन सक्छ। के कान्छीले समयमै सत्य प्रमाणित गर्न सक्छिन्? के सागरको अन्याय अन्त्य हुनेछ? आगामी भागमा यिनी प्रश्नहरूको जवाब खोज्ने भएकोले दर्शकहरू निकै उत्साहित देखिएका छन्। कथाले अब कस्तो मोड लिनेछ त्यो हेर्नका लागि कान्छी सिरियलको भाग अवश्य हेर्नुहोला। धन्यवाद। कान्छी सिरियलको नयाँ अपडेटहरूका लागि च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन प्रेस पनि गर्नुहोला।